नमस्ते। आज हामी अलिकति गहिरो विषयमा कुरा गर्दैछौँ, सार्वजनिक लेखामान। हजुर, पब्लिक अडिटिङ हो, पब्लिक अडिटिङ। खासमा सरकारी पैसा कसरी खर्च भइरहेको छ, त्यसको हिसाब किताब ठिक छ कि छैन भनेर हेर्ने प्रणाली, हैन? हो, बिल्कुल। हामीसँग यसको परिभाषा, नेपालको अभ्यास, अवधारणा अनि यसका समस्या समाधान र कानूनका कुराहरू पनि छन्। राम्रो। हाम्रो उद्देश्य चाहिँ सरकारी काममा पारदर्शिता अनि त्यो जवाफदेहिता किन महत्त्वपूर्ण छ त्यो बुझ्ने हो। यो केवल हिसाब मिलाउने मात्र होइन, यो त सरकारलाई, सार्वजनिक निकायहरूलाई जनताप्रति उत्तरदायी बनाउने एउटा निकै बलियो संयन्त्र हो। भनेपछि सरकारी अड्डा, संस्थान, स्थानीय तह सबै पर्यो यसमा? हो, जहाँ जहाँ सरकारी वा सार्वजनिक पैसा खर्च हुन्छ ती सबैको लेखा परीक्षण यसले गर्छ। मुख्य कामै राजस्वको सही उपयोग होस्, आर्थिक अनुशासन बसोस् अनि पारदर्शिता बढोस् भन्ने हो। नेपालमा चाहिँ यो जिम्मेवारी कसको हो? कसले गर्छ यो काम? नेपालमा यो काम गर्ने प्रमुख निकाय भनेको महालेखा परीक्षकको कार्यालय हो। महालेखा परीक्षक हो, र यो कुनै मन्त्रालय मातहतको होइन नि, यो त स्वतन्त्र संवैधानिक निकाय हो। संवैधानिक नै? संविधानको धारा 240 देखि 242 सम्म यसको व्यवस्था छ। अनि प्रतिवेदन नि त्यो कहाँ जान्छ? महालेखा परीक्षकले आफ्नो वार्षिक प्रतिवेदन तयार पारेर सिधै संसदमा बुझाउनुहुन्छ। सिधै संसदमा? यसको महत्त्व त ठूलो रहेछ। हो नि, सरकारले नियम मानेर खर्च गर्यो कि गरेन, कति पारदर्शी भयो भन्ने कुरा संसदले थाहा पाउँछ। लोकतान्त्रिक जवाफदेहिताका लागि यो एकदमै महत्त्वपूर्ण छ। अब यसको उद्देश्य र अवधारणालाई अलि प्रष्ट पारौँ न। लेखा परीक्षण गर्दा खासमा के हेरिन्छ त? यसको उद्देश्य फराकिलो छ। पहिलो त सरकारी पैसाको हिनामिना, मतलब दुरुपयोग नहोस्। त्यो त मुख्य नै भयो। अनि दोस्रो, यदि कतै अनियमितता भएको छ भने, चाहे त्यो भ्रष्टाचार होस् वा सामान्य प्रक्रिया नपुगेको होस्, त्यो पत्ता लगाउने। अनि तेस्रो, सरकारी निकायलाई उनीहरूको आर्थिक कामप्रति जिम्मेवार बनाउने। यसका लागि मूलतः 3वटा कुरा हेरिन्छ। के हुन् ती? 1. कानून र नियम ठिकसँग पालना भयो कि भएन, यसलाई कानूनी परीक्षण भन्छौं। 2. पैसाको हिसाब किताब, त्यो वित्तीय विवरण सही छ कि छैन, यो भयो वित्तीय परीक्षण। ठिक छ। अनि तेस्रो, जुन आजकल झनै महत्त्वपूर्ण हुँदैछ, पैसा खर्च गरेर जुन काम गर्ने भनिएको थियो त्यो लक्ष्य पूरा भयो कि भएन, काम कस्तो भयो, मतलब कार्य सम्पादन परीक्षण। कार्य सम्पादन नतिजा हेर्ने कुरा आयो। यसका खास विशेषताहरू के हुन् जसले यसलाई बलियो बनाउँछ? यसका केही आधारभूत विशेषता छन्। सबैभन्दा महत्त्वपूर्ण हो स्वतन्त्रता। कसैको दबावमा पर्नु भएन। हो, कुनै निकाय वा व्यक्तिको दबाव बिना काम गर्न पाउनुपर्छ। अनि अर्को, पारदर्शिता र जवाबदेहिता बढाउने काम गर्छ। अरू? मूल्याङ्कन सधैँ नियम कानूनमा आधारित वस्तुनिष्ठ हुन्छ अनि वार्षिक प्रतिवेदन मार्फत संसद र जनतालाई जानकारी दिइन्छ र यसले भ्रष्टाचार, अनियमित खर्च जस्ता कुराहरू बाहिर ल्याउँछ। यति बलियो संवैधानिक आधार, यस्ता विशेषता हुँदाहुँदै पनि हरेक वर्ष बेरुजुको अङ्क त बढेकै सुनिन्छ नि। अनियमितताका खबर आइरहन्छन्। कहाँनिर छ त समस्या? हो, यो निकै जायज प्रश्न हो। प्रणाली राम्रो भए पनि कार्यान्वयनमा चुनौतीहरू छन्। पहिलो त दक्ष जनशक्तिको कमी। कस्तो खालको दक्षता? आजकल आर्थिक कारोबार परियोजनाहरू निकै जटिल हुन्छन्। त्यसलाई बुझेर अडिट गर्न सक्ने विशेष सिप चाहिन्छ, जुन अझै पर्याप्त छैन। अनि प्रविधिको प्रयोग नि? त्यो अर्को समस्या। लेखा परीक्षणमा अझै पनि आधुनिक प्रविधिको प्रयोग एकदमै कम छ। धेरै काम अझै पुरानै तरिकाले हुन्छ, जसले गर्दा ढिलो पनि हुन्छ, गहिराईमा जान पनि गाह्रो हुन्छ। राजनीतिक वा प्रशासनिक दबावको कुरा पनि आउँछ कहिलेकाहीँ, हैन? संवैधानिक रूपमा स्वायत्त भनिए पनि व्यवहारमा कहिलेकाहीँ त्यस्तो दबाव नहोला भन्न सकिन्न। त्यसले स्वतन्त्रतामा असर पार्न सक्छ। अनि सबैभन्दा ठूलो चिन्ताको विषय, प्रतिवेदनले औल्याएका कुरामा कारवाही खोइ त अर्बौंको बेरुजु देखिन्छ, तर के हुन्छ त्यसपछि? यो एकदमै गम्भीर समस्या हो। प्रतिवेदनले अनियमितता देखायो, तर त्यसमाथि ठोस र प्रभावकारी कारवाही भएन भने त त्यो प्रतिवेदनको के अर्थ भयो र? हो नि। जबसम्म गल्ती गर्नेलाई कारवाही हुँदैन, तबसम्म डर हुँदैन, सुधार हुँदैन। अनि अर्को कुरा, यी प्रतिवेदनहरू अलि प्राविधिक भाषामा हुन्छन्। बुझ्न गाह्रो।
हो, आम मान्छेले सजिलै बुझ्दैनन् अनि त्यसमाथि सार्वजनिक बहस पनि कम हुन्छ। त्यसैले नागरिकको चासो र पहुँच पनि कम देखिन्छ। त्यसो भए समाधान के त? यी समस्याहरूलाई कसरी सम्बोधन गर्ने होला? समाधानका लागि त धेरैतिरबाट प्रयास गर्नुपर्छ। पहिलो, प्रविधि। लेखा परीक्षणलाई पुरै डिजिटलाइज गर्नु पर्यो। यसले छिटो पनि हुन्छ, पारदर्शी पनि। जनशक्तिको कुरा नि? उनीहरूको क्षमता बढाउन निरन्तर तालिम, स्रोत साधन चाहिन्छ अनि प्रतिवेदनलाई सकेसम्म सरल भाषामा बनाउने, सार्वजनिक गर्ने। त्यसमाथि मिडिया, नागरिक समाजमा छलफल चलाउने, ताकि सबैले बुझुन् र चासो राखुन्। हो, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा कारबाही। कारबाही बिना त केही हुन्न। प्रतिवेदनले किटान गरेका अनियमिततामाथि छानबिन गर्ने, दोषी देखिए कडा कानुनी कारबाही गर्ने, यसमा सम्बन्धित निकायहरू जस्तै अख्तियार, संसदको लेखा समिति एकदमै सक्रिय हुनु पर्यो। महालेखा परीक्षकको कार्यालयको स्वायत्ततालाई अझ बलियो बनाउने कुरा पनि आयो होइन त? हो, त्यो व्यवहारमा देखिनु पर्यो। कार्यालयले निर्धक्क भएर काम गर्न सक्ने वातावरण बन्नु पर्यो र त्यसको निष्कर्षलाई सबैले सम्मान गर्नु पर्यो। यी सबै कुराको लागि बलियो कानुनी आधार त होला नि नेपालमा? छ, कानुन स्पष्ट नै छ। पहिलो त संविधान नै भइहाल्यो। धारा 240, 241, 242ले नियुक्ति, काम कर्तव्य, अधिकार, प्रतिवेदनबारे प्रष्ट भनेको छ। अनि ऐन? महालेखा परीक्षक ऐन 2055 छ, जसले कार्यालयको संरचना, अधिकार, प्रक्रियाबारे विस्तृतमा बताउँछ। बेला बेलामा निर्देशिकाहरू पनि आउँछन्। भनेपछि कानुन त छ, तर त्यसको पालना र कार्यान्वयनमै जोड दिनु पर्यो। बिल्कुल, कानुन हुनु मात्र ठूलो कुरा भएन, त्यसको प्रभावकारी कार्यान्वयन हुनु पर्यो। आजको छलफलको सार नै यही हो। सार्वजनिक लेखामा नेपालको वित्तीय सुशासन र जवाफदेहिताको लागि नभई नहुने हो। तर यसलाई साँच्चै बलियो बनाउन प्रणालीगत सुधार, प्रविधि, जनशक्ति अनि राजनीतिक र प्रशासनिक इच्छाशक्ति सहित कारबाहीमा शून्य सहनशीलता चाहिन्छ। निकै महत्त्वपूर्ण कुराहरू भए। अब अन्त्यमा एउटा प्रश्न मनमा आयो। यी महालेखा परीक्षकका प्रतिवेदनहरू, यति महत्त्वपूर्ण दस्तावेजहरू कसरी सरकारी दराज वा संसदको सामान्य छलफलबाट बाहिर निस्केर आम नागरिकको चासो र खबरदारीको विषय बन्न सक्छन् होला? हो, यो महत्त्वपूर्ण प्रश्न हो। सायद त्यसो हुन सक्यो भने मात्र वास्तविक जवाफदेहिता कागजबाट व्यवहारमा आउँछ कि? सोच्नुपर्ने कुरा हो। हस्त, आजलाई यति नै, फेरि भेटौँला। धन्यवाद।